एउटा दृश्य कल्पना गर्नुहोस्। चारैतिर धत्किरहेको आगो, गर्मी यस्तो छ कि त्यहाँ मान्छेले एक सेकेन्ड पनि बस्न सक्दैन। तर एक महापुरुष त्यही बीचमा स्थिर, शान्त, अविचल। यो कुनै फिल्मको दृश्य होइन, यो दृश्य हो धनुषा जिल्लाको जनकपुर क्षेत्रको। र आज म तपाईलाई त्यस घटना पछाडिको गहिरो सन्देश बुझाउने प्रयास गर्छु। जुन 2026 को सुरुवाती दिनहरूमा मध्य प्रदेश धनुषा जनकपुर क्षेत्रमा एउटा भयङ्कर गर्मीको लहरको चपेटमा छन्। बिहानैदेखि घाम यस्तो लाग्न थालेका छन्, मजदुरहरू काम गर्न सक्दैन, विद्यालयहरू धेरै बन्द छन्, मानिसहरू रुखको छडीमा आश्रय खोज्दैछन्। किसानहरूको एउटै प्रश्न छन्, वर्षा कहिले आउँछ, बाली कहिले बाँच्छ। ठिक यही पलमा जनकपुर क्षेत्रमा एउटा अलौकिक घटना छन्। योगी अङ्कितनाथ महाराजजीले सुरु गरे विशाल अग्नि तपस्या महायज्ञ। आजको युगमा धेरैले सोध्छन् तपस्या भनेको के हो। हाम्रा शास्त्रहरूले भन्छन् तपस इजकल टु ताप र ताप इजकल टु आन्तरिक ऊर्जा। जब कुनै साधकले आफ्नो शरीर र मनलाई कठिन परीक्षामा राख्छन्, जब ऊ इन्द्रियहरूलाई वश गर्छन्, तब उनको भित्र एउटा दिव्य अग्नि प्रज्वलित हुन्छन्, जसलाई हाम्रा ऋषिमुनिहरूले तपोबल भनेका छन्। गीतामा भगवान श्री कृष्णले भन्नुभएको छ, तपस्वी धिको योगी र योगी तपस्वी भन्दा बढी श्रेष्ठ हुन्छ। हस्तिनापुरको गुरु गद्दीको परम्परा यो तपस्या सदैवदेखि चलिआएको छ। योगी अङ्कितनाथ महाराजजी उही परम्पराका एक सिद्धक साधक हुन्। जनकपुरको धरतीमा गाईको गोबरको अङ्गेलो घेरिएको छन्। घन्टौँसम्म स्थिर बसेर उनले सिद्ध गरे कि मानव शरीर र मन जब परमात्माको शक्तिसँग जोडिन्छ, तब असम्भव पनि सम्भव हुन्छ। यो तपस्या केवल एक व्यक्तिको व्यक्तिगत तपस्या छैन। जनकपुरको माटो, यो माटो सामान्य होइन। यो माटोमा माता सीताको जन्म भएको छन्। यो भूमिमा धनुष यज्ञ सम्पन्न भएको छन्। त्यसैले जब यस पावन भूमिमा एउटा सिद्ध योगीले अग्नि तपस्या गर्छन्, त्यो हुन्छ सम्पूर्ण समाजको तर्फबाट परमात्मालाई गरिएको सामूहिक निवेदन। हाम्रो परम्परामा विश्वास छ, जब साधकको तपस्या शिखरसम्म पुग्छन्, तब इन्द्रदेव प्रसन्न हुन्छन् र वर्षाको आशीर्वाद धरतीसम्म झर्छन्। यो अन्धविश्वास होइन, यो हाम्रो सनातनको विज्ञान हो। जब लाखौँ मन एकै कामना लिएर परमात्माको सामु झुक्छन्, तब ब्रह्माण्डको ऊर्जा परिवर्तन हुन्छन्। योगी अङ्कितनाथ महाराजजीको यो तपस्या हामीलाई एउटा सन्देश दिन्छ। जब समाजमा कठिनाइ आउँछ, अनावृष्टि होस्, सङ्कट होस्, तब हाम्रो सनातन परम्पराले सधैँ एउटा बाटो देखाउँछ। त्यो बाटो हो साधना, सेवा, समर्पण। साधना आफ्नो मनको बलियो बनाउनुहोस्, सेवा आफ्नो समाजलाई दिनुहोस्, समर्पण परमात्माको शरणमा जानुहोस्। जनकपुरको धरतीमा भएको यो महायज्ञ, यो हामी सबैको लागि एउटा प्रेरणा हो। हाम्रो सांस्कृतिक अझ जीवित छन्, हाम्रो आस्था अझ बलियो छ र हाम्रो परम्परा अझ प्रासङ्गिक छ। ती योगी आगोको बीचमा स्थिर बसेर सबैलाई सन्देश दिए, डराउनु पर्दैन, परमात्माको शक्ति सधैँ हाम्रो साथ छ। योगी अङ्कितनाथ महाराजजीलाई हार्दिक श्रद्धा र नमन। यदि यो भिडियो र महाराजजीको तपस्याले तपाईँको मनमा केही सकारात्मक भाव जगायो भने यो भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला, कमेन्टमा आफ्नो विचार राख्नुहोला। जय सीताराम, जय नेपाल।